त्यो एउटा वडा अध्यक्ष होस्, कार्यपालिकाको सदस्य होस्, गाउँसभाको सदस्य होस्, उहाँ ताली पिट्ने बाहेक अरू केही कामै छैन। कति दिन गाउँसभा बस्छ, 2 घण्टामा गाउँसभा सकिएको हामीले देखिरहेका छौँ। हाम्रो जो जितेर जाने प्रतिनिधि भन्दा पनि जो कार्यपालिका चलाउने नै तपाईँको के भयो भने कर्मचारी चाहिँ अब कसले चलायो भने चाहिँ अब जितेका प्रतिनिधिले चलायो होइन, यो कुरामा प्रतिनिधिले चयन गर्नु पर्थ्यो नि। पोलिटिक पार्टीले निगरानी गरे भएपछि बेरोजगारीको आज यस्तो चाहिँ छलङ देखिएको यो बेरोजगारी हुनुमा हामी चाहिँ 3वटै दलको विफलता हो भन्ने कुरालाई स्वीकार्नुहुन्छ? स्वीकार। एउटैलाई दोष दिने कि त्यसको दोषको भागीदारी यहाँ पनि हुन्छ? यस्तो के जलबराह मिडिया हेरेर बसिराख्नुभएका समस्त दर्शक महानुभावहरूमा म कार्यक्रम प्रस्तुता टोपेन्द्र खनालको तर्फबाट हार्दिक स्वागत गर्छ। नमस्कार दर्शक महानुभावहरू, विभिन्न व्यक्तित्वहरूलाई आमन्त्रित गरी समसामयिक विषयमा अन्तर्वार्ता लिई यहाँहरूको बीचमा पस्किने क्रममा आज हामी दाङ जिल्लाको राजपुर गाउँपालिका को सन्दर्भमा राजपुर गाउँपालिकाको सेरोफेरोमा केन्द्रित रही आजको यो संवाद यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरेका छौँ। दर्शक महानुभावहरू, आर्थिक वर्ष 2080-81 सम्म स्थानीय तह राजपुर गाउँपालिकामा देखिएको 36,81,85,000 बेरोजु छ, जसलाई 3 भागमा वर्गीकरण गरिएको छ। असुल उपर गर्नुपर्ने, कागजात पेश गर्नुपर्ने र नियमित गर्नुपर्ने भन्ने समेत उल्लेख भएको पाइन्छ। यस विषयमा स्थानीय सरकारका जो राजपुर गाउँपालिका मा स्थानीय सत्तारूढ दलका राजनीतिक दल 3 दलका प्रमुखहरूलाई आज जलबराह मिडियामा आमन्त्रित गरिएको छ। सर्वप्रथम हामीसँग नेपाली कांग्रेस पार्टीका पार्टी सभापति हुनुहुन्छ, यसै गरी नेकपा एमाले पार्टीका पार्टी अध्यक्ष हुनुहुन्छ, नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष हुनुहुन्छ। यहाँहरू सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। हामी राजपुर गाउँपालिकामा सुशासन कसरी कायम गर्ने र राजपुर गाउँपालिकामा भएका कमी कमजोरीहरूलाई कसरी चाहिँ सुधार गर्दै लैजाने भन्ने क्रममा छौँ। हामी अहिले यो 80-81 सम्ममा स्थानीय तह राजपुर गाउँपालिकामा देखा परेको जुन चाहिँ 36,81,85,000 बेरोजु सम्बन्धी विषयमा केन्द्रित रही गम्भीर रूपमा छलफल गर्नका निम्ति यहाँ उपस्थित भएका छौँ। जनताको कर पैसा सदुपयोग हुनुपर्नेमा प्रश्न उठेको छ। सदुपयोग स्थानीय शासन र पारदर्शिता माथि ठूलो चुनौती खडा भएको छ। यसै सन्दर्भमा आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीका स्थानीय पालिका अध्यक्षहरूलाई यहाँहरूलाई आमन्त्रित गरिएको छ। हामी यहाँहरूबाट बुझ्ने प्रयास गर्छौं कि यो 36,81,85,000 बेरोजु जो 3वटा क्याटेगोरीजमा छुट्टाएको छ, त्यो मैले अघि नै भने, यो बेरोजु किन र कसरी भयो, यसमा को जिम्मेवारी छन् र यो नियन्त्रण कसरी गर्ने, भविष्यमा यस्तो अवस्था नदोहोरिनको लागि के उपायहरू अपनाउन सकिन्छ, यस विषयमा हामी चर्चा गर्नेछौँ। कर्मशः कृपया आफ्नो परिचय पनि बताइदिनुहोस्। नारायण सिंह भण्डारी, नेपाली कांग्रेस राजपुर गाउँपालिकाको पार्टी सभापति। नमस्कार, म एमलाल ओली, राजपुर गाउँपालिका नेकपा एमालेको कार्यवाहक अध्यक्ष। हजुर नमस्कार, मेरो नाम देवीराम सुनार, म अहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको राजपुर गाउँपालिकाको पार्टी अध्यक्ष। सिधै सुरुवात गरौँ नेपाली कांग्रेस राजपुर गाउँपालिकाका सभापति।
नरेन्द्र सिंह भण्डारीजी आजका जो अतिथि हुनुहुन्छ, उहाँलाई प्रश्न छ, यो बेरुजु प्रकरणलाई उहाँले कसरी हेर्नुहुन्छ? बेरुजु भनेको अब खास गरी सबैले प्रष्ट बुझ्ने गरी मैले बेरुजुसँग मात्रै भन्दैछु, एउटा नीतिगत बेरुजु भन्छ, एउटा असुल उपल भन्छ। अब असुल उपल बेरुजु भनेको नै वास्तविक बेरुजु हो। असुल उपल गर्ने भनेको सबै किसिमका कागजहरू, त्यसपछि उसको प्रक्रियाहरू खर्च गर्ने क्रममा पुगेको छ छैन होइन, सबै कुराहरू अध्ययन गरेर महालेखाले त्रुटिहरू कागजातहरूमा भेटिएको खण्डमा अथवा प्रक्रियाहरू नमिलेको खण्डमा सबै कुराहरू सगभर बेरुजुले देखाउने उसमा हुँदैन। तर सबैलाई निहाल्दै गर्दा पनि यदि कागजात पुगेन र त्यो व्यक्तिबाट जसले खर्च गरेको हुन्छ रकम अथवा उपभोक्ता समिति होला अथवा कुनै अन्य कार्यालय होला अथवा कुनै व्यक्तिको नाममा त्यो पैसा गएको होला, त्यो अथवा कुनै कर्मचारीको नाममा गएको होला त्यो पैसा, तर ठिटानी सहित फल्नाबाट यति रुपियाँ अथवा फल्ना उपभोक्ता समितिबाट अथवा यति रुपियाँ अथवा फल्ना कन्ट्राक्सनबाट यति रुपियाँ प्रश्न लेखेर फल्नाबाट असुल गर्नुपर्छ भनेर लेखिदिएको हुन्छ। अर्को नीतिगत भनेको के हो भन्दाखेरि हामीले धेरै कुराहरू माथिका नीति नियमभन्दा बाहिर गएर खर्च गरिदिने र पालिका स्तरमा नीति नियमहरू र कार्यविधिहरू नियमहरू नबनाएर खर्च गरिदिने रकमलाई खर्च त भयो, तर त्यो महालेखाले हेर्ने बेलामा त्यो नीतिभन्दा बाहिर गएर खर्च गरेको देख्यो भने त्यसलाई मान्दैन। र केही कागजहरू अपुग छ, अन्य कागजहरू राखिएको छ, अनि अपुग भएका कागजहरू पनि ल यति दिनमा अथवा यति महिनाभित्र राख्नुहोस् है, यो फाइलमा राख्नुहोस् भन्ने पनि निर्देशन दिन्छ। तर त्यो कागजात राख्नेवालालाई अब आफू उसमा आर्थिक वर्षमा त्यसलाई कागजातहरू राखेर मिलान गर्न सकिन्छ, बेरुजुलाई घटाउन सकिन्छ। तर नीति नियमहरू बनाएर जुन नीतिगत बेरुजुहरू देखेको हुन्छ त्यसलाई नीति नियम बनाएर आफू वर्ष बेरुजु घटाउन सकिन्छ। तर यो असुल उपलवाला बेरुजु भनेको यो व्यक्तिगत नितान्त रूपमा जसको नाममा ठिटानी छ त्यो व्यक्तिसँग नै असुल उपर गरेर ब्याङ्किङ प्रक्रिया माध्यमबाट अथवा नगद हुन्छ असुल उपर गरेर गाउँपालिकाको राजस्व खातामा जम्मा गरेर मात्रै घटाउन सकिन्छ। यसको यी दुईटा उपाय हो। अब हामी नेकपा माओवादी के नेतृत्व छौँ, योजना चयन र खर्चमा राजनीतिक प्रभाव र भागभण्डा प्रणालीमा चलेको आरोपलाई तपाईँ कसरी सुन्नुहुन्छ? धन्यवाद। जवारा मिडियाको हाम्रा प्रतिवेदन अब यो योजना अथवा जुन सरकारमा जो हाम्रो पार्टी लगायत काङ्ग्रेससँग जुन चाहिँ हाम्रो समीकरण छ सरकारमा, यो सरकारमा भएपछि यो भागभण्डा जो बाहिर जो आरोप छ नि, यो एउटा माओवादी र चाहिँ उसले के भन्छन् नेपाली काङ्ग्रेससँग समीकरण भएको हुनाले नेपाली काङ्ग्रेस र माओवादीको सरकारमा भएर दुईटाले भागभण्डा गरेर 50-50 जो भागभण्डा जुन गर्दै योजनाहरू अथवा चाहिँ त्यहाँ जसले काम गर्नु पर्यो भने यो भागभण्डाको जो आरोप छ सकेसम्म मलाई के लाग्छ भन्नुहुन्छ भने यो अहिले यसको विषयमा जब हाम्रो पार्टीको चाहिँ हामीले अहिले म जब अध्यक्ष बनिसकेपछि मैले हाम्रो जुन प्रवक्ता हाम्रो पार्टीका के अरे जुन पार्टीबाट जानुभएको छ सरकारमा प्रवक्ता श्याम रोकाजीसँग मैले यसको विषयमा अहिले धेरै छलफल गरेको छु। यो भागभण्डाको विषयमा यो बाहिर जो हल्ला जो प्रचार भएको छ नि त्यो लगभग शासन गलत छ भन्ने लाग्छ मलाई। त्यस्तो चाहिँ छैन। यो चाहिँ भागभण्डा चाहिँ गर्ने यो चाहिँ अब व्यक्तिगत रूपमा तपाईँको चाहिँ अब त्यो के भयो थाहा भएन, तर चाहिँ यो के अरे हाम्रो प्रवक्तासँग चाहिँ हामी बसेर छलफल गर्दाखेरि यो भागभण्डाको
को भन्दै यो चाहिँ जो हाम्रो प्रवक्तालाई जो आरोप छ नि श्यामरोगासँग बसे श्यामरोगा भोलि तपाईँको यसमा समीकरण छन् गरेर चाहिँ थाहा छन् जो भन्ने यो चाहिँ गलत हो भन्ने लाग्छ मलाई। अब हामी नेकपा एमाले तर्फ जान्छौँ। एमाले सधैँ सुशासन र उत्तरदायित्वको कुरा गर्छ, तर स्थानीय तह राजपुर गाउँपालिकामा हालसम्मको जुन 36,81,85,000 बेरोजु जो 3वटा चाहिँ शीर्षकमा छुट्याएको छ, यसलाई कसरी लिनुहुन्छ? धन्यवाद। तपाईँको जलरा मिडिया यो विषय लिनमा धन्यवाद दिन चाहन्छु। मेरो बुझाइ वास्तवमा तपाईँको चाहिँ बेरोजीको कुराहरूमा राजपुर गाउँपालिकामा कुनै अनुशासन नभएको प्रश्न देख्छु मैले। अनुशासन कहाँनिर भन्दाखेरि बेरोजीमा पालिका अध्यक्षले मैले मात्रै भन्दैन, पालिका अध्यक्ष र त्यहाँका कर्मचारी सबै मिलेर व्यवस्था बनाए। उनीको हातमा व्यवस्था छ भने उनले राम्रोसँग व्यवस्था नबनाएको पूर्ण रूपले गलत हो। पालिकामा हामी चाहिँ नेकपा एमाले हिजोको बेला चाहिँ केही कुरा उठाएको थियो, तपाईँले यही गिट्टीवाला सम्बन्धी कुरा उठाएको थियो, त्यति बेला नेतृत्व गरेकै हो, त्यति बेला घोर आन्दोलन भएको हो। त्यस विषयमा चाहिँ अरूले अब हाम्रो विषय कुराहरू पछि चाहिँ ल हामी अब कसरी मिल्यो त्यति बेला चाहिँ हाम्रो चाहिँ अब पालिकामा अध्यक्ष त्यति बेला अब हामीले अब उहाँको नेतृत्व गरिरहेको थियो, त्यो विषयमा छोडेर उहाँलाई थाहा थियो। पछि चाहिँ अब रोकथाम पनि भयो त्यो कुराहरू अनि कमी कमजोरी भएपछि त हामी चाहिँ आवाज उठ्ने चाहिँ खण्डन गर्ने हामी गर्छौँ, नगर्ने कुरा होइन। तर अहिले चाहिँ तपाईँको यो विषय कुरा लिँदै प्रश्न छ त बाहिर मिडिया मार्फत यो विषय आएपछि अब चाहिँ गाउँपालिकाले पनि कमी कमजोरी सुधारेर चाहिँ हामीहरूबाट भएको कमी कमजोरी हुने हो, कमी कमजोरी भएकै छ। नेपाली कांग्रेसका आजका अतिथि पार्टी अध्यक्ष पार्टी सभापति हुनुहुन्छ, त्यहाँकै पार्टीका गाउँ कार्यपालिकाको कार्यकारी प्रमुख तपाईँकै पार्टीकै नेतृत्वमा भएर पनि अनुगमन र वित्तीय नियन्त्रणमा कमजोरी भएको देखियो त नरेन्द्रजी? यो यस्तो हो। अब हामीले सबैभन्दा कुरा के बुझ्नुपर्छ भन्दाखेरि नीति र नियम, मैले नीति नियम बनाउन सिकाउने गाउँपालिकाका कर्मचारी साथीहरू हुनुहुन्छ, कर्म प्रशासकीहरू, उहाँहरूले सिकाउने हो, उहाँहरूले भन्ने हो। र प्रत्येक गाउँपालिकालाई नेपाल सरकारले कानुनी सल्लाहकारको पनि व्यवस्था गरिदिएको थियो र पछि बिचमा त्योलाई व्यवस्थापन गर्नको लागि केही रकमहरू पनि खर्च गर्ने प्रावधान गरिदिएको थियो। तर पछिल्लो पिरियडमा त्यो हटायो। तर उसले के भनेको थियो भन्दाखेरि गाउँपालिकालाई आवश्यकता हो भने गाउँपालिकाले हायर गरेर त्यो लिन सक्छ है, कानुनी विज्ञबाट सुझाव सल्लाह लिएर गाउँपालिकालाई सुहाउने किसिमको ऐनहरू नियमहरू कार्यविधिहरू बनाउन सक्छ। स्थानीय तहहरूले आफ्नो आफ्नो किसिमको ऐनहरू कार्यविधिहरू बनाएर काम गर्न सकिन्छ भन्ने व्यवस्था छ। तर अब त्यो व्यवस्थापन अथवा त्यो व्यवस्था मिलाउने काम गाउँपालिकाका प्रशासकीय लगायत त्यहाँ रहने कर्मचारी साथीहरूको हो। तर त्यो ऐनहरू कार्यविधिहरू बनाएर हामीले खर्च गर्दै गयौँ भने यस्ता यो जुन नीतिगत विरोधहरू देखाएको छ यिनीहरू आफै छन्। तपाईँको जस्तै कागज पत्रहरू पेश गर्नुहोस्, यो कागज छैन, त्यसले कोर्टसहित अझैले देखाउँछ कि त्यसमा। किनकि म त 5 वर्ष वडा अध्यक्ष भएर चलाएको मान्छे हो। हामीले कुन कुन कागजहरू नराखेर हामीले गाउँपालिकाबाट भुक्तानी लिन्छ, त्यो कागजहरू पुगेको छैन भने यो कागजहरू तपाईँहरूको पुगेको छैन, यो कागजहरू राखेर बेरोजु घटाउन आउनु होला भनेर समितिले ल्याउँछ। तर अब त्यो कर्मचारी साथीहरूको लापरवाही भनौँ अथवा जनप्रतिनिधिको लापरवाही हो, त्यो लापरवाही त भयो। अब उतातिर ध्यान गएन कि अब यो नीतिगत बेरोजु हो, अब यो जस्तै भइरहला भन्ने किसिमले हो कि। तर खास गरी हामीले कुन ठाउँमा गाउँपालिकाको जनप्रतिनिधिहरू र सम्बन्धित कर्मचारीहरू, खास गरी गाउँपालिकाको प्रमुख शासकीय व्यक्तिबाट असुल गर्ने बेरोजगारहरू तुरन्त असुल गर्नुपर्छ।
कुनै व्यक्तिले नेपाल सरकारबाट आएका रकमहरू र राष्ट्र गाउँपालिकाका स्थानीय सब पूर्ण जनताहरूबाट उठेको करहरूलाई उसले एक्लै पचाइराखेको छ। चाहे उसले 1000 रुपियाँ खा होला अथवा 10,000 खा होला अथवा लाख खा होला अथवा 10 लाख खा होला, तर उसले हामीले तिरेको करबाट खर्च गर्न नसकेर आफ्नो खर्चमा मात्रै हालेको जस्तो त्यो हो। हामी फेरि फर्किन्छौँ एकैछिन। हामी नेकपा माओवादी केन्द्रतर्फ, माओवादीले जनताको अधिकारका लागि सङ्घर्ष गरेको पार्टी नेकपा माओवादी केन्द्र हो, यसलाई स्वीकार्नुहुन्छ? जनताको कर बेरुजो हुनुबारे तपाईँको पार्टीलाई के थाहा छ? राजपुरको सेरोफेरो भन्नुपर्छ त्यो भन्नुहुन्छ भने अब जुन यो बेरोजी आयो अहिले, अब यो बेरोजीको बारेमा यस मैले चाहिँ के भन्छु भने अब राजपुर गाउँपालिकामा अब आफ्नो पार्टीका चाहिँ दलहरू छौँ र एक दलहरूबाट चुनाव लडेर त्यहाँ गएको छ साथीहरू। हामीले चुनाव जिताएर पठाएका छौँ। जनताले पनि तपाईँको चाहिँ आफ्नो अब प्रतिनिधिलाई छनौट गरेर पठाएको छ। पठाइसकेपछि अब जुन प्रकारले अब त्यहाँ चाहिँ अब नेपाली काङ्ग्रेसका प्रमुख हुनुहुन्छ होइन, यो अध्यक्ष जित्नु भएको छ, उपाध्यक्ष जित्नु भएको छ होइन। अब हाम्रो चाहिँ वार्ड अध्यक्ष कि वार्ड सदस्य जितेका हाम्रो नेपाली नेकपा एमाले पनि तपाईँको चाहिँ तपाईँको यहाँ अध्यक्ष जानु भएको छ होइन कार्यपालिकामा। मैले के देख्छु भने जो त्यो जितेर गए साथीहरू जितेर गइसकेपछि अब यो के भन्छ यो हाम्रो जो जितेर जाने प्रतिनिधि भन्दा पनि जो कार्यपालिका चलाउने नै तपाईँको के भयो भने चाहिँ कर्मचारी तन्त्रले चाहिँ अब कसले जगायो भन्नु चाहिँ बेरोजगार अब जितेका प्रतिनिधिहरूले जगायो होइन। यो कुरामा प्रतिनिधिले चयन गर्नु पर्थ्यो नि, त्यो उहाँले ख्याल गर्नु पर्थ्यो नि। उहाँहरूले बनाउने हो नीति योजना, तपाईँको चाहिँ उसले के अरे यो कर्मचारीले बनाउने होइन। यो नीति कसले बनायो भने यो चाहिँ कर्मचारीले बनायो, फसायो कसले? प्रतिनिधिहरूले। अब यसको जवाब प्रतिनिधिले दिनु पर्यो नि त। के बनाउनु हामीले बनाउँछ सायद नरेन्द्रजीलाई थाहा छैन होला। उहाँले अब किनभने हिजोको दिनमा जनप्रतिनिधि जितेर जानुभयो, 5 वर्ष खानुभयो। 5 वर्षपछि अब सभापति बनिसके, सभापति भइसकेपछि उहाँलाई अब उहाँको अध्यक्षले चाहिँ अहिले चाहिँ अध्यक्ष नेपाली काङ्ग्रेसको अध्यक्ष भएको उहाँलाई बोलाउनु कि बोलाउँदैन त्यो थाहा भएन, उहाँले भन्नु होला। अनि अब हामीलाई तपाईँको चाहिँ अब हामीले चाहिँ किन बोलाउने कुरा होला, हामी त अब गाउँपालिकाको प्रमुख भइसकेपछि अब यिनी हिसाबबाट चाहिँ अगाडि बढ्दाखेरि उहाँ नबोलाएको कारण होइन। अब हामीले यिनीको थाहा हुने कुरा भएन। अब आफूले चाहिँ मैले गर्ने कर्तव्य के भन्छ भने अब हाम्रो प्रवक्ता चाहिँ श्यामराव हुनुहुन्छ, उहाँलाई सम्बन्धित कुराहरू के हुन्, वास्तविक कुराहरू के हुन्, लेखा परीक्षामा आगामी कुराहरू के हुन् र अब यो विरोधीबारे चाहिँ हामी छलफल गर्छौँ। यसको बारेमा छलफल गरेर हामी चाहिँ त्यो मानेमा म अगाडि बढ्छु। नेकपा एमालेतर्फ यो बेरोजो बनाउने हुनुमा हामी चाहिँ 3वटै दलको विफलता हो भन्ने कुरालाई स्वीकार्नुहुन्छ? स्वीकार केन्द्रीय पार्टीले निगरानी गरे पछि बेरोजीको आज यस्तो चाहिँ छलदेखि बेरोजी हुने होला, अनुशासन नभएकै कुरा हो। राजनीतिक दलले कमजोरी देखायो, प्रशासनले पूर्ण सहयोग नगरी जनप्रतिनिधिलाई फसायो, जसको परिणाम स्वरूप आज यो गति बिहोर्नु परेको छ। यो कुरालाई स्वीकार्नुहुन्छ? यो यस्तो हो प्रचण्ड सर, हामीले के भन्छौँ भन्दाखेरि जुन मर्म अनुसार देशका जनताले संहिताको व्यवस्था गर्यो, हामीसँग संहितामा छैन। संहिताको मर्म अनुसार पछिल्लो अब हाम्रो राष्ट्रिय गाउँपालिका मात्र मैले कुरा गरेका छैन। अहिले तपाईँको धेरै जसो के नेपालको 753वटा पालिकामा अहिले त्यो राम्रोसँग गहन अध्ययन गर्ने हो भने धेरै जसो पालिकाहरू संहिताको विरोधमा काम गरिराखेको जस्तो आभास भइराखेको। किन भन्दाखेरि संहितालाई गर्न खोजेको के भन्दाखेरि जनताको घर आँगनमा पुगेर सेवा दिने हो कि हामीले केन्द्रबाट काठमाडौँ बसेर शासन सत्ता चलाउन त चलाइराखेका छौँ, तर
जनताहरूलाई कुना देशका प्रत्येक चाहे त्यो कर्णालीको होस्, चाहे त्यो तराईको होस्, चाहे मेचीको होस्, चाहे महाकालीको होस् जनता, तर उसलाई हामीले समयमा सेवा दिइराखेका छैनौँ भन्ने उद्देश्यले त यो संहिताको व्यवस्था भएको हो। त्यही त हामी चाहिँ माथि माथि औँला ठहराउँछौँ तर आफ्नै सेरोफेरोमा स्थानीय स्तरको गतिविधिमा भन्ने बेला थोरै चाहिँ हामी यता कता चाहिँ सङ्कुचमा हामीले बुझ्नुपर्ने कुरो एउटा के छ भन्दाखेरि हामीले माथिको कुरा नगरौँ, संघ प्रदेशलाई देख्नुभन्दा पहिले हाम्रो स्थानीयलाई हेरौँ। हामीले सबभन्दा बढी सेवा सुविधा लिने भनेको स्थानीय तहबाट हो होइन, र हाम्रो स्थानीय सरकारले अथवा हाम्रो वडा को कार्यालय अथवा गाउँपालिकाको कार्यालय हामीले दिने सेवा सुविधाहरू समयमा दिइराखेको छ कि छैन, र हामीले पाएको सेवा सुविधाहरू ठिक छन् कि छैनन्। जस्तै मैले सेवा सुविधाको कुरा गरेँ, जस्तै हामीले औषधिको कुराहरू नेपाल सरकारले 96 किसिमका औषधिहरू पहिले तपाईँको निःशुल्क गरेको थियो, पछि फेरि कति प्रकारको औषधिहरू थप्या हो। र अहिले तपाईँको जानुहोस् स्वास्थ्य केन्द्रमा जानुहोस्, लगभग 20 किसिमका औषधिहरू पनि तपाईँले पाउनुहुन्छ। अनि त्यो जुन जनताले एउटा चाहेका संहिता अनुसार संहिता कायम भएपछि हामी धेरै सेवा सुविधाहरू पाउँछौँ, त्यो कायम भएको छैन नि, उसले त पाउँछ। त मैले भने यो प्रशासनिक कर्मचारीहरूले राजनीतिक दललाई चाहिँ त्यो यस्तो कुरामा पाएकै हो त। हाम्रो अब एउटा सोच के छ भन्दाखेरि हामीले नेपाली काङ्ग्रेस पार्टी सभापति हौँ, हाम्रो माजी कार्यवाहक अध्यक्ष हुनुहुन्छ र हाम्रो माओवादी केन्द्रको साथी हुनुहुन्छ। तर के हो भन्दाखेरि उहाँले जुन अघि एउटा कुरा कोट्याउनु भएको थियो, जनप्रतिनिधि हुनुभन्दा अगाडि कार्यकर्ता भएको बेलामा उसलाई पार्टी चाहिन्छ, उसलाई जनता पनि चाहिन्छ, टिकट ल्याउनसम्म दिनसम्मको लागि पार्टी चाहियो, चुनाव निर्वाचनमा मत लिनको लागि उसलाई कार्यकर्ता चाहियो, साथीभाइ चाहियो, र फाइनल भइसकेपछि निर्वाचित भएर गयो त्यो पदमा गयो भने एउटा वडा अध्यक्ष होस् अथवा गाउँपालिका अध्यक्ष उपाध्यक्ष जुनसुकै व्यक्ति होस्, तपाईँको 90% मान्छे त्यो तलका कार्यकर्ताहरूले बिर्सिने बानी रहेछ। हामीले मैले नाम दिन कसैको चाहेन, तर हाम्रो यी पालिकाको अध्ययन गरौँ नि, 1 देखि 7 सम्म वडाका वडा अध्यक्षहरूको हेरौँ, हाम्रो अध्यक्ष उपाध्यक्षजीको हेरौँ, र जुन अघि इमरानजीले कुरा उठाउनु भएको थियो के भन्छ कि कर्मचारी, मैले अघि जुनसुकै यो व्यक्ति सम्बन्धीको मात्र होइन, जुनसुकै नियम नीतिहरू बनाउनु भन्दा मैले कर्मचारीलाई मात्रै देखाउँ भन्दाखेरि उहाँहरूले तपाईँको 753वटा पालिकाहरूको अध्ययन गर्ने क्या, कुन पालिकाले राम्रो काम गरिराखेको छ त। अहिले त हामी सबैको हात हातमा नेट छ होइन, हामी जुनसुकै हेर्न सक्छौँ कसले राम्रो गरेको छ त, कसले राम्रो नियमहरू नीतिहरू बनाएको छ, कसले राम्रो कार्यविधिहरू बनाएको छ के, हामीले उसको हेर्ने र आफ्ना केही कुराहरू त्यसमा मिलाएर जाने त हो। र अर्को कुरा मैले कर्मचारीलाई भनेको के भन्दाखेरि उहाँहरूले त्यो व्यवस्थापन गर्ने मात्र हो, तर त्यसलाई लेखिसकेपछि त्यो ड्राफ्ट गरिसकेपछि हामीले सबैले अध्ययन गरेर पास गर्ने हो के। तर कुरो के भइराखेको भन्दाखेरि चाहे त्यो एउटा वडाको वडाध्यक्ष होस्, कार्यपालिकाको सदस्य होस्, गाउँसभाको सदस्य होस्, उहाँ ताली पिट्ने बाहेक अरू केही कामै छैन। कति दिन गाउँसभा बस्छ, 2 घन्टामा गाउँसभा सकिएको हामीले देखिरहेका छौँ, 1 दिनमा सकिएको देखिरहेका छौँ। जबकि तपाईँले 15 दिनसम्म 7 दिनसम्मको उसले अधिकार दिए, 7 दिनसम्म तपाईँले बहस गर्नुहोस् नि, त्यहाँ चलाउनुहोस् नि, नबुझेको कुराहरू त एक शब्दहरूलाई एक अक्षरहरू यो यसले के अर्थ लगाउँछ, भोलि पास गरेपछि यसले के गर्छ, यसले कुन ठाउँमा असर गर्छ भन्ने कुरा बाँड छलफल गरेर सबैको चित्त बुझेपछि त्यसलाई मात्रै पास गर्नु। हामी नेकपा माओवादी केन्द्र जो चाहिँ यो 80-81 सम्म देखिएको बेरोजी छ, 3वटा क्याटेगोरीमा छुटिएको छ, यसलाई स्थानीय सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको हुनाले यो जिम्मेवारी नेपाली काङ्ग्रेसले नै लिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि हामी तीनवटै पार्टीले त्यो समग्र पार्टी तीनवटै नै लिनुपर्छ भन्ने के छ मान्यता? एउटैलाई दोष दिने कि त्यसको दोषको भागीदारी यहाँ पनि हुने? यस्तो के हो भनिन्छ भने यसको बारेमा फेरि अब यसरी हुन्छ,
तीनवटा पार्टीले ल्याउने अथवा चाहिँ एउटाले थुपार्ने के हो भने चाहिँ जियाबारी के हो भन्ने कुरा हो होइन। यो यसको बारेमा यो बेरोजी सम्बन्धी अब यो अब एकालेमा थुपार्ने भन्दा पनि अथवा तिनवटै दलबाट जितेर गएका प्रतिनिधिबाट सेयर लिने भन्दा पनि यसको अध्ययन गरेर यो भयो के त होइन। जिम्मेवारी कसको हो होइन। त्यो जिम्मेवारी आफ्नो ठाउँबाट कसले कति कति जिम्मेवारी लिने भन्ने कुरा यो के अरे राजनीतिक कार्यपालिकामा बसेर यसको छलफल हुनु पर्थ्यो। संहिता भने के हो, संहिता संरचना अनुसार पालिकामा तपाईँको चाहिँ अब तपाईँ वाडामा तपाईँको चाहिँ सबै जनतालाई सेवा सुविधा सुशासन दिने, जनतालाई चाहिँ अधिकार सम्पन्न पार्ने, जनतालाई तपाईँको चाहिँ सेवा सुविधा हुने पालिकाबाट भइरहेछन्, वाडाबाट भइरहेछन् भने अब यसको चाहिँ जति जनतालाई सेवा दिन्छ त्यति नै तपाईँको चाहिँ छलफल गर्नु पर्थ्यो होइन। सेवा कति दिएको छ, छलफल कति दिएको भन्ने कुरा उहाँहरूको जिम्मेवारी हो, यो हाम्रो जिम्मेवारी होइन। त्यो चाहिँ तपाईँको चाहिँ गाउँपालिकाको जिम्मेवारी हो। त्यो जिम्मेवारी तपाईँको चाहिँ उहाँले वहन गर्न सक्नु भएको छैन। स्थानीय निर्वाचन पश्चात दोस्रो दलको रूपमा नेकपा एमाले चाहिँ राजपुर गाउँपालिकामा छ। नेपाली कांग्रेसबाट गएका जनप्रतिनिधि र नेकपा माओवादी केन्द्रबाट गएका प्रतिनिधिको तुलनामा नेकपा एमाले सही छ भन्ने कामहरू के गरेको छ राजपुर गाउँपालिकामा? एमलालजी, राजपुर गाउँपालिकामा त पहिला प्रश्न त तपाईँको चाहिँ अब अहिलेको हिजोको चाहिँ कार्यकालमा चाहिँ एमालेको खास त्यति थिएन, अहिलेको हो। अहिले चाहिँ तपाईँको गाउँपालिकाबाट बढी बचतहरू चाहिँ जसरी उनीहरूले बेरोजी निस्क्यो, म त्यो बेरोजीको विषयतिर गएँ एकछिन। त्योमा चाहिँ गाउँपालिका र बेरोजी भएको छ भने गाउँपालिकाले जिम्मेवारी लिनुपर्छ। अनि पालिकाको कर्मचारी होस्, पालिकाको अध्यक्ष होस् या उपाध्यक्ष जसलेबाट भएको कुराले उनीबाटै त्यसको जिम्मेवारी लिएर चाहिँ त्यसको जवाबदेही पालिका हुनुपर्छ। यदि वाडाहरूबाट भएको छ भने वाडाहरू हुनुपर्छ। अर्को कुरा फेरि तपाईँले भन्नुभयो जस्तै के काम भएको छ भन्ने कुरा। जस्तै वाडामा चाहिँ अहिले चाहिँ तपाईँको सरस्वती मूल्य आकलन र मूल्याङ्कन हेर्दाखेरि पालिकामा आएको बजेट उहाँले पालिकामै थुपार्ने काम गर्नुभएको छ। एउटा कुरा सरस्वती 1 देखि 7 सम्म वाडालाई बराबर तरिकाले चाहिँ बजेट दिनुभएको छैन। हिजो चाहिँ तपाईँको गएको चाहिँ पहिलेको चाहिँ उसमा बराबर थियो भने अहिले चाहिँ उहाँले चाहिँ धेरै चाहिँ आफ्नो मुठीमा राखेर चाहिँ आफै गर्ने या गरेर या नगरेर आफै हिरो बन्नु खालको किसिमको क्रियाकलाप देख्छु मैले। किन भन्दाखेरि भूभागले चाहिँ हामी 1 नम्बरलाई एकदमै चाहिँ भूभागले मारेको छ र 7 नै मारेको छ। 1 नम्बरमा दुर्गम क्षेत्र धेरै छ, नाकापाका धेरै छ, खोलाखाली धेरै छ। त्यो हिसाबले हेर्दाखेरि यदि खुल्ला रूपले चाहिँ उहाँले चाहिँ बजेट विनियोजन गर्यो भने 1 र 7 नै सबभन्दा धेरै बजेट विनियोजन गर्नु। किनभने भूभाग र जनताको मात्रै चाहिँ काम गर्छु भन्ने मान्छेको सोच हुन्छ भने है। अब त्यो हिसाबले चाहिँ भएको छैन। त्यो हिसाबले पहिलोभन्दा कम मात्रामा चाहिँ तपाईँको बजेट दिने र आउने त म तिमीलाई के कति चाहिन्छ के दिनु पर्यो के गर्नु पर्यो डाइरेक्ट जनतालाई भने कुनै चाहिँ तपाईँको सरस्वती अरू वाडामा जतिको बजेट दिएको छैनन् र आफै चाहिँ पालिकाले चाहिँ न तपाईँको हाम्रो ठाउँमा त्यति चाहिँ भनेर काम गर्नुभएको छ, न हामीले चाहिँ बजेट दिनुहुन्छ। हामीले कसरी गरेका र त्यही काम भएको छ। जसले तपाईँको चाहिँ नाकामा चाहिँ डिपटी गाड्यो, तपाईँको रहेको चाहिँ विद्युतिक कामहरूको भयो, प्रदेशबाट भएको कुरा छ। यही पनि थुप्रै प्रदेशबाट टेकेर आएको बजेट छ, तर वाडाबाट आएको बजेट कहाँनिर लगाएको छ भने त्यसको चाहिँ कुनै यो ठ्याक्कै यहाँ लगाएको छु भनेर चाहिँ देखाउने। 2 नम्बरमा त पार्टी ठिक भयो, प्रदेशको भएन र प्रदेशको बजेटबाट काम भइरहेछ। ठुला काम त प्रदेशको बजेटमा भएछ। पालिकामा आएको बजेटले गरेछन् के भन्ने कुरा त सबैको काम देख्नु पर्छ। पालिका अध्यक्षज्यूले वाडाका हाम्रो वाडामा भएको वाडामा चाहिँ के कति बजेट हुनुले वाडा भएको कुरा वाडाले जवाब दिएर देख्नु पर्यो। पालिकामा भएको कुराहरू चाहिँ हामीले यो काम पालिकाको चाहिँ बजेटले यो राम्रो काम गर्यौँ, यहाँ पुल हाल्यौँ, यहाँ बाटो बनायौँ, यहाँ चाहिँ यो काम गर्यौँ, यहाँ खानेपानीको चाहिँ जहाँ चाहिँ अभाव छ त्यहाँ खानेपानी पिलायौँ, जहाँ बिजुली भएको छैन त्यहाँ बिजुली दियौँ, जहाँ बाटो भएको छैन त्यहाँ बाटो पुऱ्यायौँ भन्न सक्नु पर्यो। फेरि फर्किनेछौँ। अब यो नेपाली कांग्रेस पार्टीले सुशासन र पारदर्शिता
को नीति व्यवहारमा लागू गर्न नसक्दाको कारणले यस्तो भएको हो कि नरेन्द्रजी? मैले त्यो भन्दा थोरै उहाँको लाजीको कुरालाई भन्न चाहे। हामीले के कुरा बुझ्नुपर्छ भन्दाखेरि नेपाल सरकार, प्रदेश सरकार र हाम्रो स्थानीय सरकार, हामीले स्थानीय सरकारको विषयमा त्यो पनि हाम्रै पालिकाको राजपुरको विषयमा हामी कुरा गरिरहेका छौँ र राजपुर पालिकाको अध्यक्ष उपाध्यक्ष नेपाली काङ्ग्रेसले जितेको छ। हामीले 2 नम्बर वडाको वडाध्यक्ष निर्वाचित गराएका छौँ। हामीले 4 नम्बरको वडाध्यक्ष निर्वाचित गरायौँ। एमाले 1 नम्बरको वडाध्यक्ष निर्वाचित गरायो, 5 नम्बरको वडाध्यक्ष निर्वाचित गरायो। माओवादी साथीहरूले 6 र 7 नम्बरको वडा निर्वाचित गराउनु भयो अनि 3 नम्बरको वडाध्यक्ष मात्र निर्वाचित गराउनु भयो। तर यहाँहरू वडा अध्यक्षहरू कोही वडाध्यक्षहरू दोहोरिनु भयो, 4 को वडाध्यक्ष दोहोरिनु भयो, 6 को वडाध्यक्ष दोहोरिनु भयो। अब त लगभग सबै पुरानो वडाध्यक्ष अरे नयाँ अनुहारका साथीहरू जानुभयो। उपाध्यक्ष दोहोरिनु भयो, हाम्रो पालिका अध्यक्ष पनि नयाँ अनुहार जानुभयो। तर मैले एउटा कुरा नबुझेको के हो भन्दाखेरि हामी अब अहिले यही कुरा भनेपछि वडा अध्यक्षहरूले फलानाले मलाई यस्तो तला खसालेर कुरा गर्यो भन्ने कुरा गर्नुहुन्छ कि मैले यो दुईजनाहरू पनि कुरा गरेर आउनु चिया खाने बेलामा यसो बाटोमा भेट भएको जुन व्यक्तिले आफ्नो लागि उसले स्ट्यान्ड लिन सक्दैन, आफ्नो लागि बोल्न सक्दैन, त्यो तपाईँको लागि बोल्न सक्छ। हामी जस्तो वडा अध्यक्षहरूबाट के आशा र अपेक्षा राख्नुपर्छ? यो कुरा मैले किन कोट्याएँ भन्दाखेरि यहाँको दोस्रो कार्यकाल हो क्या। 5 वर्ष त उहाँहरूले देखेर धेरै कुराहरू सिक्नु पर्ने हो नि। पहिलेको 5 वर्षमा के भएको छ भन्ने कुरा यहाँहरूले देखेर सिक्नु पर्दैन। श्यामजी र 4 नम्बरको वडाध्यक्ष त दोहोरेर जानु भएको छ। यहाँहरूको कमजोरी सुरुको निर्वाचित भएर जाने बित्तिकै सुरुको बैठकमा कि दोस्रो बैठकमा प्रत्येक वडाध्यक्षहरू हामीले जुन मोटरसाइकलहरू 7.5 नम्बर फिर्ता गरेका थियौँ, यिनी वडाध्यक्ष साथीहरूलाई गाउँपालिकाको कर्मचारी तन्त्रले भनौँ अथवा गाउँपालिकाको टोलीले भनौँ, यो वडा अध्यक्षले मोटरसाइकल समेत चढ्न दिएन के। जबकि त्यही मोटरसाइकल अहिले तपाईँ जानुहोस्, एउटा करारको कर्मचारीले बकाइदा चढेर हिँडिराखेको अवस्था छ। अनि वडा अध्यक्षहरूले आफ्नो कामको लागि त मोटरसाइकल चढ्ने होइन नि, जनताको सेवा गर्छु भनेर त्यो ठाउँमा गएको हो। अनि आफ्नो लागि एउटा जानु सवारी साधनको लागि बोलाउन सक्ने मान्छेले अरूको लागि बोल्छ। जनताले त यो किसिमको कुरा गर्छन् त के छ। कतिचोटि उहाँहरूले गम्भीर आरोप लाग्यो यहाँको पार्टीलाई। हो त, उहाँको पार्टी होइन सबैको। यहाँको विशेष गरेर 2 जना जानु भएको छ, 3 जना उहाँहरूबाट जानु भएको छ, हाम्रोबाट 2 जना जानु भएको छ। यसलाई कसरी लिनुहुन्छ? नरेन्द्रजीले राखेको कुरालाई सहमति हुनुहुन्छ अथवा खण्डन गरेर केही कुरा चाहिँ आफ्नो तर्क दिनुहुन्छ? मैले उहाँले भन्नुभयो सबैजनालाई भन्नुभएको छ, यो कुनै के आरोप लगाएर जो चाहिँ फल्ना पार्टीले माथि ल्यायो भने त्यो कुरा त्यही अनुसार हुन्थ्यो होइन। माओवादीले मात्रै माओवादीको वादाले मात्र चाहिँ त्यो के अरे बाइकहरू गाडीहरू चढे होइन। एउटा आरोप छ होइन, 6 नम्बरको वडाध्यक्षले मात्रै सरकारी मोटरसाइकल चलिरहेको छ भन्ने पनि आरोप छ है। अरूले चाहिँ अरूले नपाउने पार्टीको अध्यक्षले चाहिँ वडा अब त्यो 6 नम्बरको वडाध्यक्षले पहिला सुरुमा 6 नम्बर 1 नम्बर पुरै सबै वडालाई दिएको थियो। सुरुको उसमा चाहिँ निर्वाचित जस्तै के अरे पहिलो निर्वाचन स्थानीय निर्वाचन पहिलो निर्वाचनमा सबै वडालाई दिएको थियो। उहाँले अहिले नयाँ चढ्नु भएको छैन, उही पुरानै चढ्नु भएको छ। जो पहिलो चढ्नु गाडी त्यही चढ्नु भएको छ होइन। अब अहिले कतिले लिए कतिले लिएन त्यो कुरा मलाई थाहा भएन। त्यस्तो हो, वडाध्यक्षलाई दिएको थिएन, सम्बन्धित वडा कार्यालयलाई एउटा सवारी साधन दिने भनेर निर्णय भएको त्यो दिएको थियो। त्यो दिएको थियो। वडा अध्यक्षले प्रायः जसो बढी युज गर्ने, काम लागेपछि वडाका सचिवहरूले पनि प्रयोग गर्ने भन्ने थियो होइन। अब उहाँले जनप्रतिनिधि भएको हुनाले वडालाई दिएको छ। नेकपा एमालेतिर जाउँ।
यहाँले चाहिँ अलिकति भए पनि हाम्रो पार्टीले राम्रै काम गरेको छ। बजेट चाहिँ भने जस्तो वडाले पाएन, नेतृत्वमा चाहिँ पालिका स्तरको नेतृत्वमा हाम्रो पार्टी छैन भन्ने खालको अघि आशय व्यक्त गर्नु भएको थियो। 80-81 को 1 वर्षमा सरकारी सुविधा 76,96,000 रुपियाँ चाहिँ एकै वर्षमा लिएको विवरण सार्वजनिक भएको छ। जो आन्तरिक स्रोत उत्पादित गर्ने, आन्तरिक स्रोत बढाउने स्थानीय स्तरको, त्यसको केही पर्सेन्ट भत्ता स्वरूप लिने र केही पर्सेन्ट चाहिँ विकास निर्माणमा लगाउने भन्ने चाहिँ नीति पाइन्छ। तर जुन चाहिँ 76,96,000 वितरण गर्दा यहाँको पार्टीका जनप्रतिनिधिले पाउनुभयो कि पाउनु भएन, एक नम्बर। र अर्को नम्बर के छ भने जुन केही पर्सेन्ट आन्तरिक स्रोतबाट भत्ता बापत लिने प्रावधान रहँदा 111.95% चाहिँ एक वर्षमा भने उठेको करभरि सो पनि नपुगेर अरू बजेट थपेर खाने, अनि जनताको चाहिँ नाममा यहाँहरूले राजनीति गर्ने, हाम्रो पार्टी फरक छ भनेर जाने, अनि करभरि सबै उठेको गरी भत्ता स्वरूप खाइदिइसकेपछि विकास कसले गर्ने? यसलाई कसरी? त्यो त तपाईँले भनेको अब त्यो भत्ताको विषय त जस्तै भत्ता छ, अब वृद्ध भत्ता चाहिँ प्रत्येक वाडामा जतिजना वृद्ध छन् त्यसको चाहिँ वृद्ध भत्ता पालिकाभरिमा त्यसमा चाहिँ नेकपा एमाले पर्यो त्योमा खायो, नेकपा बराबर पायो। जब पालिकामा हाम्रै पालिकामा हाम्रो करबाट यति आय स्रोत उठ्न उनीहरूले भत्तै दिने आय स्रोत उठ्दैन भने त यति धेरै भत्ता भने ठिक कुरा होइन, किनभने यो गलत हो। यो नेकपा माओवादी हुनुपर्छ। हिजो अघि यहाँले भन्नुभयो 10 वर्ष जनयुद्ध लडेर जनताको पक्षमा चाहिँ आवाज उठाउँदै आएको चाहिँ पार्टीको रूपमा नेकपा माओवादीबाट उठेको कर गरी सक्ने अनि जनताको नाममा राजनीति कहिले सक्ने? अब हेर सुन्नुहोस्, अब यहाँ चाहिँ के हो भन्नुहुन्छ भने यो सरकारले सेवा सुविधा कतिको दियो कतिको दिएन भन्ने कुरा हो। नरेन्द्रजी पनि अब हिजोको दिनमा अब जानु हो, त्यसको चाहिँ अब सेवा सुविधा उहाँले मलाई लाग्छ बढी ल्याउनु भएन भन्ने लाग्छ होला, किनभने उसले टोकेको भन्दा बढी लिए कि लिएनन् भन्ने कुरा हो। जस्तै सरकारले अब सङ्घीय ढाँचा अनुसार होइन, संरचना अनुसार उसले नीति बनायो होइन, कार्ययोजना बनायो, तर बैठक कति लिने होइन, अनि त्यसपछि लिएर के भन्छन् उनको प्रासङ्गिक कति लिने होइन, त्यसपछि कुनै कार्यक्रम अनुसार कति लिने भन्ने हो। त्योभन्दा बढी अब बढी आयो कि होइन, त्योभन्दा कम आयो कि भन्ने कुरा भयो। अनि अर्को कुरा के हो भन्नुहुन्छ भने मैले अघि नै अब यो कुरा अब मैले ट्याक्कै यतिखेर भनिहाल्छु, हाम्रो चाहिँ दाइ नेकपा एमालेका चाहिँ भन्नुहोस् कार्यभार उहाँले अघि नै अलिकति कुरा भन्नुभएको, मैले चाहिँ त्यो कुरा के हो भन्नुहुन्छ भने बजेटका कुरा उहाँको पार्टीको सरकारमा अहिले हिजो थिएन आज छ भन्ने कुराहरू भन्दा पनि अब जहाँबाट भए पनि सामेल छ होइन, जति जुन जित्यो नि एकजना जित्यो नि जितेछ। तर कुरा रह्यो के भन्नुहुन्छ भने विकास निर्माणको कुराहरूमा अलिक गाउँपालिकाले दिएर हामी चाहिँ अब गरेन भने यो पन्चिने कुरा हो है, यो पन्चिने कुरा मात्रै भयो कि। जस्तै उसले गाउँपालिकाले दिएर अनि त्यसपछि मैले गर्न सकेन, त्यो विषय त पालिकाको अध्यक्षले गरे होला, उसले सबैले त्यहाँ देखिन्छ। पालिकालाई चाहिँ होइन, हामीले चाहिँ त्यो खण्डन गर्न हुँदा नि यदि सबैले चाहिँ सम्बन्ध पालिका अध्यक्षले बोलाउनु, म वडा अध्यक्षले बोलाउँछु, त्यहाँ कम्प्रोमाइज गरौँ होइन त्यो कुरा होला। तर कुरा रह्यो के भन्नुहुन्छ भने त्यो कुरा अध्यक्षले चाहिँ जो भन्ला नि त अध्यक्षले तपाईँको चाहिँ के अरे मैले दिएन अनि आग्रह पूर्वाग्रह लागेर हो कि के हो, हामी मिडियम बोल्छौँ। कुरा के हो यहाँ भन्ने कुरा के हो गाउँपालिका हेर सुन्नुहोस्, गाउँपालिकाले बजेट चाहिँ तपाईँको चाहिँ कुम्लो पारेर के गर्ने, पूजा गर्ने सुन्नुहोस्। त्यसपछि हामीले जनतालाई सुशासन दिने, जनतालाई सेवा दिने, जनतालाई तपाईँको चाहिँ अब बजेट ल्याउने। तपाईँ देख्न सक्नुहुन्छ एउटा बालबालिका जस्तै उदाहरणको रूपमा मारेरी खोलामा एउटा चाहिँ कति 4 वर्ष होइन 4 वर्षे बालिका क्यान्सर पीडित भएर हालत त्यस्तो छ होइन। त्यसपछि कयौं महिलाहरू किडनी ड्यामेज भएको अवस्था छ, कतिपय चाहिँ
क्यान्सर पीडित भएर चाहिँ मृगौला फेल भएर उपचारै गर्न नसक्ने अवस्था चाहिँ छ, कुना काप्चा छ। अहिले हेर्न सक्नुहुन्छ नाका बेल्ट भन्नुहुन्छ, यहाँहरूले पनि भन्नुहुन्छ, सिङ्गो राजपुर गाउँपालिकाले पनि भन्छ, तर त्यो नाका बेल्टमा आजसम्म त्यहाँ चाहिँ टावर संसारबाट चाहिँ वञ्चित छ कि पहिलो नम्बर। यसप्रति तपाईँहरूको कसैको पनि आवाज उठेको पाइन्न, भित्रभित्र उठाउनु छ होला, हाम्रो ठाउँमा छ, तर वैज्ञानिक तरिकाले आवाज उठाएको पाइँदैन। अनि यसरी चाहिँ यो सेवा सुविधा लिँदाखेरि जो पीडित अवस्थामा छ तिनले राहत कहिले पाउने? अब यहाँ सुन्नुहोस्, अब यो कुरा राहत होइन, यो राहत अब दिने होइन भन्ने कुरा तपाईँले भने जस्तै हिजोको दिनमा अब जहाँ पिछडिएको ठाउँ छ, जहाँ तपाईँको चाहिँ एउटा सेवा सुविधा नपुगेको ठाउँ छ, जनताले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा, स्थानीय सरकारबाट पाउने एउटा सरकारको अनुभूति जो दिलाउने चाहिँ लगभग तपाईँको अहिले चाहिँ भएको छैन। यो कुरा सत्य कुरा। कार्यक्रमको अन्तिममा छौँ, संक्षेपमा अन्तिममा के भन्न चाहनुहुन्छ नारायणजी? मैले राजको जनप्रतिनिधि, त्यसै राजनीतिक दलका प्रतिनिधि र सम्बन्धित सरकारवालाहरू, महिला, किसान, यहाँको बालबालिकाहरू, राजपुरमा गाउँपालिकाभित्र काम गर्ने एनजिओहरू सबैले बसालेर छलफल गराउनुपर्छ कि यो भूमिका खाली कतिवटा साथीहरूले गरौँ, हामी खुल्ला रूपमा छलफल गरौँ, त्यसपछि वास्तविक कुराहरू आउँछन्। राष्ट्रको विकासको लागि कसले के गर्नुपर्छ त्यो जुनसुकै पार्टी तयार हुनुपर्छ। खास गरी म नेपाली काङ्ग्रेसको प्रतिनिधि भएको नाताले गर्दाखेरि राजपुरमा नेपाली काङ्ग्रेसले नेतृत्व गरेको कारणले गर्दाखेरि होला धेरै कमी त्रुटिहरू भएका छन्, तर हामी आउने दिनहरूमा सबै साथीहरू, सबै पार्टीका साथीहरू मिलेर कसरी राजपुरलाई सम्मतिहरू लैजान सकिन्छ। सम्पूर्ण जो तपाईँको मिडिया माध्यमबाट हाम्रो तिनैजना साथीहरूलाई अझ गहन अध्ययन गरेर सुझावहरू सल्लाहहरू राखिदिनु होला, आफ्नो प्रतिक्रियाहरू राखिदिनु होला भन्ने गर्दै म आफ्नो कुरा अन्त गर्छु। संक्षेपमा राजपुर गाउँपालिकालाई अब हाम्रो सबैको पालिका हो, हामी राजपुर गाउँपालिकाभित्र भइसकेपछि अब मैले समूहको हिसाबले के भन्नु भन्दाखेरि गाउँपालिकालाई हाम्रो ठाउँले परिवर्तन गर्नलाई हामी सबै लाग्नुपर्छ। हामी सबै मिलेर हाम्रा पालिकाभित्रका कर्मचारीबाट कमी छ, या पालिकाको जनप्रतिनिधिसँग कमी छ, या वार्डबाट कमी छ, यिनी कुराहरू यथार्थ राखेर पार्टीका जनप्रतिनिधि मिडिया बसेर एउटा टुङ्गामा जानुपर्छ, एउटा नीति नै बनाउनुपर्छ। आवश्यक भत्ताहरू दिँदाखेरि कतिसम्म कटौती गरेर जनप्रतिनिधि पालिकाको प्रतिनिधिहरूलाई दिँदाखेरि ठिक होला, त्यो हामी सम्पूर्ण यहाँका चाहिँ बुद्धिजीवी, पत्रकार, मिडिया मार्फत राजनीतिक दल र सबै बसेर एउटा चाहिँ नीति निर्णय बोक्नुपर्छ। यहाँ सुरु गर्यो भने एउटा चाहिँ नमुना गाउँपालिका हामी चाहिँ सुरुवात गर्यो भने भोलिको दिनमा यस्तै थुप्रै पालिकाले चाहिँ यो बिहान गर्यो भने आवश्यक खर्च भन्दा बेआवश्यक खर्चलाई चाहिँ कटौती गरेर र यो नीति निर्माण चाहिँ हामी पुग्यौँ भने भोलि भने सिङ्गो देशले पनि ठुलो फाइदा हुने र भूमिका त्यस्तो चाहिँ प्रकारको चाहिँ मैले फाइदा हुने जलवारा मिडिया हेर्ने दर्शकहरू हुनुहुन्छ, उहाँहरूलाई पनि जतिजनाले हेर्नुहुन्छ उहाँहरूलाई धन्यवाद दिन्छु र यति भन्दै मेरो तर्फबाट यही कुरा यही राख्दै धन्यवाद, नमस्कार। धन्यवाद। चाहिँ कार्यक्रमको अन्तिम चरण छ, यसमा हाम्रो विचार, हाम्रो आफ्नो पार्टीका विचार र आफ्नो चाहिँ कुराहरू राख्नुदेखिमा हाम्रो जनता बीच अथवा यो मिडिया मार्फत सम्पूर्ण दर्शकलाई हाम्रो चाहिँ जो हाम्रो विचार राख्ने जो मलाई छोटो रूपमा मलाई मौका दिनु धेरै धन्यवाद दिन चाहन्छु। र साथसाथै जो अहिले हाम्रो विषयवस्तुमा जो उठेका कुराहरूमा जो केन्द्रित भएर जो हामीले कुराकानी गऱ्यौँ, वास्तवमा यिनी कुराहरू जायज छन् र जनताको बिचमा भएका कमजोरीहरू
जो गरेका कमजोरीहरूलाई जनताको बिचमा लाने र चाहिँ अब केही कुराहरू जनताको बिचमा चाहिँ प्रस्तुत गर्ने कुराहरूमा हाम्रो पार्टीले कन्जुसाइ गर्नेवाला छैन। हामी भयो होला अब कुनै काम गर्ने सवालमा गल्ती कमजोर भयो होला, तर यी गल्ती कमजोरबाट चाहिँ पाठ सिक्दै हाम्रो पार्टी अगाडि बढ्नेछ र हामी हिजोदेखि जनताको बिचमा छौँ र आज पनि छौँ, भोलि पनि रहनेछौँ। जनता पानी हो, पार्टी भनेको माछा हो। यदि माछालाई पानीबाट बाहिर निकाल्यो भने त्यो अवश्य एकदम छटपटाउँछ र त्यो पानी पाएन भने अवश्य उसको मृत्यु हुन्छ। त्यस्तै हामी पनि हो, जनता भनेको जहाँ हो, जनतादेखि हामी टाढा हुन छैनौँ। जुन एउटा विषयवस्तुमा चाहिँ केन्द्रित भएर हामीलाई एउटा कुरा राख्ने मौका दिनुभयो, जल मिडियाका यो कार्यक्रम प्रस्तुता टोपेन्द्र खनालजीलाई पनि एकदम म एउटा हृदयदेखि म उहाँलाई एकदम धन्यवाद दिन चाहन्छु र आम हाम्रा यो दर्शक महानुभावहरूले पनि एउटा हाम्रो चाहिँ जुन कुरा जो उहाँहरूले सुनिराख्नु भएको छ उहाँहरूले पनि चाहिँ एउटा हामीलाई केही सल्लाह सुझावको पनि म अपेक्षा गर्न चाहन्छु। त्यस कारणले अब म हाम्रो पार्टी तर्फबाट यही कुराहरू चाहिँ राख्दै बिदा हुन्छ। यो कार्यक्रममा उपस्थित भई आफ्नो महत्त्वपूर्ण विचार राखिदिनु भएकोमा म तीनवटै पार्टीका प्रमुखहरूलाई म चाहिँ जलबरा मिडियाको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। साँच्चीकै एउटा जनताको पक्षमा बुलन्द आवाज मात्रै होइन, व्यवहारमा परिणत गरेको चाहिँ आफ्नो राजनीतिक गतिविधिलाई अगाडि बढाउनुहोस्, यो पनि शुभकामना दिँदै अहिलेलाई हामी बिदा लिन्छौँ। नारायणजी, यमलालजी, देवराजजी, हामी चाहिँ सुनिन्छौँ, हामी छुट्टिन्छौँ।